नमस्ते र स्वागत छ। आज कृतिपुरको मैदानमा यस्तो खेल देखियो जसले नेपाली क्रिकेट फ्यानको मन मात्र जितेन, ओमानसँग अघिल्लो खेलको हारको बदला पनि लियो। आइसिसी मेन्स क्रिकेट लिग 2 अन्तर्गत आजको खेलमा नेपालले ओमानलाई 81 रनको विशाल अन्तरले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 2 बल बाँकी छँदा 256 रन बनाएको थियो। जवाफमा ओमानको टोलीले 39.5 ओभरमा मात्र 175 रनमा समेटेको थियो। खेलको सुरुवात नेपालका लागि सुखद रहेन। इनिङको दोस्रो बलमै अनुभवी विनोद भण्डारी 0 रनमा आउट हुँदा दर्शक दीर्घामा सन्नाटा छायो। तर त्यसपछि सुरु भयो आसिफ शेख र युवा ब्याटर अर्जुन कुमालको ऐतिहासिक पुनरागमन। यी दुई बीचको दोस्रो विकेटका लागि 123 रनको महत्त्वपूर्ण साझेदारी भयो, जसले नेपालको बलियो जग बसाल्यो। नेपालले 23.4 ओभरमा 100 रन पुरा गरेको थियो। यद्यपि मध्य ओभरमा ओमानका बलरहरूले केही कसिलो बलिङ गर्दै दबाव सिर्जना गरे, तर खेलको अन्तिमतिर आसिफ शेखको आक्रमण ब्याटिङ टर्निङ पोइन्ट बन्यो। उनले अन्तिम ओभरमा लगातार 3 छक्का प्रहार गर्दै नेपाललाई चुनौतीपूर्ण स्कोरसम्म पुर्याए। बलिङमा ओमानले सुरुवाती 10 ओभरमा राम्रो नियन्त्रण राखे पनि गुलशन झाको त्यो स्पेलले पुरै खेलको पक्ष नै नेपालको तिर ढल्कायो। आजको खेलका नायक रहे आसिफ शेख। उनले 97 बलमा 7 चौका र 5 छक्काको मद्दतले 94 रनको शानदार इनिङ खेले। दुर्भाग्यवश उनी आफ्नो शतकबाट 6 रनले चुके, तर उनको यो इनिङ्स नै नेपालको जितको आधार बन्यो। अर्कोतर्फ युवा अर्जुन कुमारले 48 रनको धैर्यवान इनिङ खेले भने आसिफ शेखले मात्र 24 बलमा 43 रन जोडेर फिनिसिङ टच दिए। बलिङतर्फ गुलशन झा आज अनस्टपेबल देखिए। उनले 9 ओभरमा मात्र 38 रन खर्चेर 5 विकेट लिए, जुन उनको ओडिआई करियरको उत्कृष्ट प्रदर्शन मध्ये एक हो। ओमानका लागि विनायक शुक्लाले 36 रन र हम्माद मिर्जाले 34 रन बनाए पनि नेपाली बलर सामु उनीहरूको केही लागेन। प्लेयर अफ द म्याचको अवार्ड स्वाभाविक रूपमा आसिफ शेखको पल्टामा पर्यो। खेलपछि नेपाली कप्तान रोहित पौडेल निकै खुसी देखिए। उनले भने, हामीले अघिल्लो खेलको गल्तीबाट सिक्यौं। आसिफ र अर्जुनको साझेदारीले हामीलाई खेल फर्कायो र गुलशनको बलिङ त उत्कृष्ट रह्यो। घरेलु दर्शकको साथले पनि हामीलाई केही ऊर्जा दियो। ओमानका कप्तान जतिन्दर सिंहले भने नेपालको स्पिन र मिडियम पेसको कम्बिनेसनलाई पढ्न गाह्रो भएको स्वीकार गरे। उनले नेपालको डेथ ओभर ब्याटिङ र गुलशनको बलिङको प्रशंसा गरे। क्यानले भने, टिकटको मूल्य घटाएपछि आज टियु मैदानमा दर्शकको केही रूपमा उपस्थिति रह्यो। अब कुरा गरौँ अङ्क तालिकाको। नेपाल 25 खेलबाट 20 अङ्क जोड्दै 7औं स्थानमा यथावत रहे पनि 6औं स्थानको क्यानाडासँग दूरी कम गरेको छ। ओमान 28 खेलमा 31 अङ्कका साथ तेस्रो स्थानमा छ। नेपालका लागि आगामी खेलहरू डु अर डाई जस्तै छन्। शीर्ष 5 मा परेर सिधै विश्वकप क्वालिफायर खेल्न नेपालले बाँकी रहेका खेलहरूलाई पनि यस्तै उत्कृष्ट नतिजा ल्याउनु पर्ने देखिन्छ। आजको खेलमा नेपालको ब्याटिङ अर्डरको स्थिरता सबैभन्दा सकारात्मक पक्ष रह्यो। सुरुमै विकेट जाँदा पनि आत्तिएर ठूलो शट नखेल्नु र साझेदारी निर्माण खेल्नुको सट्टा साझेदारी निर्माण गर्नु नेपाल परिपक्वता रह्यो। तर रोहित पौडेलको फर्म र तल्लो क्रमको सानो कोल्याप्स अझै चिन्ताको विषय रहिरहेको छ। ओमानले आज फिल्डिङमा केही गल्ती गर्यो र नेपालका स्पिनरहरूसँग खेल्न सङ्घर्ष गर्यो। आगामी खेलमा नेपालको डेथ ओभर ब्याटिङ गर्दा विकेट जोगाउनु पर्ने देखिन्छ। अन्त्यमा नेपालको यो जितले नेपाली क्रिकेटमा फेरि एकपटक उत्साह भरेको छ। के नेपालले आफ्नो यो लयलाई आगामी खेलहरूमा पनि निरन्तरता दिन सक्ला? तपाईलाई के लाग्छ? आजको जितको असली हकदार को हो, आसिफ शेख कि गुलशन झा? कृपया तल कमेन्ट बक्समा आफ्नो विचार लेख्नुहोला। यदि तपाईलाई हाम्रो यो विश्लेषण मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र नेपाली क्रिकेटको यस्तै ताजा अपडेटका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को खेलको विश्लेषण लिएर फेरि आउनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।